हामीले चाहिँ अबिर सबिर लगाइसक्यौँ, होली साली मनाइसकेको छौँ, ढिलै भए पनि होइन। लोला सोला पनि मैले चाहिँ अब किनेको छैन, मसित छैन त्यो। अब केटाकेटीले हो खेल्ने, हामीले लोला होइन। सो गाइज अहिले चाहिँ अब एउटा प्राङ्क गर्न लागेको छौँ। सो मैले चाहिँ अर्जुनलाई कल गरेर बोलाएँ, चाहिँ एउटा प्राङ्क गरौँ है गाइज। फाइनली गाइज प्लान सक्सेसफुल। सो फाइनली गाइज प्लान सक्सेसफुल भइसक्यो र अब चाहिँ अबिर लगाइदिन्छौँ ल। सो फाइनली गाइज हाम्रो प्लान चाहिँ सक्सेसफुल भइसक्यो र मेरो हालत पनि यस्तो भइसक्यो होइन। इनको गाइज प्लान यिनलाई गर्ने प्लान के भन्छ त्यसलाई, अनसक्सेस भयो। आज म तिम्रो लागि दुई शब्द व्यक्त गर्छु, मेरो नै गल्ती हो नपाएको सपना पुरा गर्नु। आकाशमा हेर्छु, हात जोड्छु, खसा तारा देख्छु, नसोच्नु तिम्रो लागि हो नपरोस् फेरि बेच्नु। सो हेलो गाइज, वेलकम ब्याक टु अनदर भिडियो। नयाँ दिन सुरुवात फेरि बन्ने भिडियो लिएर आइसकेको छु र सबैजनालाई ह्याप्पी होली। आज चाहिँ हाम्रो तराईको होली हो। सो सबैजनाले होली राम्रोसित मनाउनु होला र म पनि अब टिका लाउन जानेछु। सो हल्का अबिर लाएर चाहिँ अब आजको सिन के हेरौँ, कता जानेछौँ त्यो पनि सबै यो अपडेट पाउनु सक्नुहुनेछ यो ब्लगमा। सबैजनाले सब्सक्राइब गरिदिनु होला। सो फाइनल गाइज हामीले चाहिँ अबिर सबिर लगाइसक्यौँ, होली साली मनाइसकेको छौँ, ढिलै भए पनि होइन। सो अब चाहिँ खानपिनको व्यवस्था गरेर अब के कता हुन्छ हामी पनि छाट्टिने छौँ साथीहरूसित। सो कस्तो देखेछ यसो कमेन्टमा लेखिदिनु होला होइन। छोटो मिठो लाग्यो यसो, पुरै लतपक्क नलाग्यो है। लोला सोला पनि मैले चाहिँ अब किनेको छैन, मसित छैन त्यो। अब केटाकेटीले हो खेल्ने, हामीले लोला होइन। सो अब अहिले खानासाना खाएर अहिले भेटौँ है त गाइज। सो गाइज अहिले चाहिँ हामी दाजुभाइ मिलेर खानपिन गर्दैछौँ होइन। अनि यो चाहिँ अब गाउँठाउँ डुलेर बल्ल होइन घर आएर अर्को कपडा फेरेर इत्तिलाखा घाँटीभरि त्यहाँ मैल छ, त्यसले देखेको छैन। अनि दाजुभाइको यहाँ खानपिन चल्दैछ गाइज है। सो आजको खानामा चाहिँ यो छ अब सिम्पल सादा, अनि कोक छ हाम्रो साथमा, अनि प्रान पापड भइहाल्यो, अन्डा, अनि देख्न सक्नुहुन्छ है यो के प्रान यता कता थियो त ला। सो गाइज अब यो यसो खाएर भ्याइदिउँ होइन। अनि अब हेरौँ अब के हुँदै जान्छ है त। लेट्स सी अगाडि। अब सादा खाना खाइदिनु पर्छ गाइज, सादा खाना होइन चाडपर्वमा। गाइज अहिले चाहिँ अब एउटा प्राङ्क गर्न लागेको छौँ। सो मैले चाहिँ अर्जुनलाई कल गरेर बोलाएँ, आऊ होली खेल्न भन्दा तिनी चाहिँ माने थिएनन् होइन। सो अब चाहिँ आऊ त्यत्तिकै रमाइलो गरौँ ल भनेर चाहिँ बोलाएको होइन। अनि तिनी चाहिँ आउँदैछन् अरे होइन। अब तिनीलाई चाहिँ एउटा प्राङ्क गरौँ है गाइज। तिनी त अब होली खेल्दैनन् नि, अब त्यही पनि खेल्दैनन् भन्दा खेल्नुहुन्छ तर खेलेनन् होइन। अनि हल्का अब बाल्टिङमा चाहिँ मैले अबिर हालेर चाहिँ अब यसमा टक्कसँगले पानीको व्यवस्था गरिदिउँ होइन। पानीको व्यवस्था गरिदिउँ हल्का। छ्यापिदिने हो क्या धरो यिनको शरीरमा। यतिको कडा भएपछि त बवाल हुन्छ नि त। ह्याप्पी होली त हामीलाई हुन्छ नि त अब। त्यो कडा बाबा ब्लड जस्तै देखियो है। सो फाइनली गाइज रेडी भइसक्यो होइन। मैले चाहिँ यति फुल व्यवस्था गरिसकेको छु। अब त्यो ट्याक्क होइन क्यामेरा सेटअपहरू चाहिँ यहाँ मिलाएर हल्का चाहिँ मैले यसलाई अब उता लानुपर्ने हुन्छ। ठ्याक्क दिनु त्यो गेटबाट आउने हुन्छ नि। अनि म चाहिँ यो कोठामा राखिदिन्छु यहाँ चाहिँ। सट्टीमा आज दह्रो प्राङ्क हुनेवालाको छ गाइज है, हेर्दै जाऊँ है। तिन ट्याक्क त्यहाँबाट गेट खोलेर इन्टर गर्छन्। अनि म चाहिँ क्यामेरा सेटअप चाहिँ थाहा नपाओस् भनेर होइन ट्याक्क यो रिङ राइटमा राखिदिन्छु यस्तो लुगाएर होइन। यहाँ सेटअप गरेर राखिदिन्छु यस्तरी फर्काएर, ट्याक्क त्यहाँ क्याप्चर हुन्छ नि त। सो गाइज अर्जुन चाहिँ आइसक्यो, मैले चाहिँ देखिसकेँ होइन छतमाथिबाट। सो अब चाहिँ क्यामेरा सेटअप यत्तिकै राखेर होइन म चाहिँ अब यता यो घरमा नुक्दिनु पर्ने हुन्छ गाइज। नत्र अहिले तिमीले थाहा भयो भने बबाल हुन्छ गाइज। सो म चाहिँ यता लुक्दिन्छु। सो हेरौँ है त गाइज प्लान सक्सेसफुल हुन्छ कि हुँदैन है त गाइज। तिनी एकदम ह्यान्डसम भएर आएन आज होइन। अब हेरौँ प्लान सक्सेस हुन्छ कि नै। सायद तिमीले यो क्यामेरा देखेर चाहिँ
थाहा पाइसक्छन् होला। अब ढाक्न नि मिलेन नि त गाइज है। लेट्स सी के हुन्छ अब, यो सक्सेस हुन्छ हुँदैन है त। So finally guys, plan successful. Finally guys, plan successful. के गरे यार तर सरी केही भएन, यो तरिका गलत भयो होला, इरादा गलत थिएन गाइज। ह्याप्पी होली हान्छ गरेन ए अङ्गल हान न। ह्याप्पी होली गाइज। ल हामीले चाहिँ होली मनाइसक्यौँ। अब यहाँ क्यामेराको अगाडि लगाइदिउँ न। राम्रो कपडा लाएर आएको थियो। ह्यान्डसम भएर आएको थियो। मलाई लगाइदेऊ, म तिमीलाई लगाइदिन्छु है। सो फाइनली गाइज प्लान सक्सेसफुल भइसक्यो र अब चाहिँ अबि लगाइदिन्छौँ ल। मलाई लगाइदिएन हौ, मलाई पनि लगाइदेऊ न अहिले। यता क्यामेरामा हेर्नु न। लाइभ प्र्याङ्क गाइज, फर्स्ट टाइम प्र्याङ्क गरेको, त्यो पनि सक्सेसफुल भइदिएर हाम्रो साथीसित। मलाई लगाइदेऊ ल। अब मलाई चाहिँ टिका मात्रै लगाइदेऊ। फुल प्र्याङ्क गरिदियो यार साथी, मलाई नि यार। थैट छोड्दै पाउन्ड राइस खेल्न भनेको। अब तिम्रो गाउँतिर जाने हो कि? आँखामा पर्ला यार। नखेल्ने भनेको मैले ह्याप्पी होली ल। गीत बजाएर नाचिदिउँ न त एकछिन। सो गाइज हाम्रो हालत त्यस्तो भइसकेको छ, देख्न सक्नुहुन्छ मेरो। म यति टिका लाएर मात्रै बसेको थिएँ, अर्जुनले त त भूत बनाइदिइसकेछन् मलाई। आफू म नआउने भनेर आएको थिएँ। सो फाइनल गाइज हाम्रो प्लान चाहिँ सक्सेसफुल भइसक्यो र मेरो हालत पनि यस्तो भइसक्यो होइन। यो नि त होलीको भाइब्स गाइज, सानो तिनो गर्ने तर मिठो दामी गर्ने नि त होइन। अनि सन्दीपलाई चाहिँ अघि मैले फोन गरेको थिएँ, तिन चाहिँ अब नखेल्ने भनेन होइन। अनि मैले त्यति कुरा नि गरेन। अघि फोन गरेको थिएँ मलाई के कसो भन्थेँ। म चाहिँ घरै थिएँ, यिनलाई प्र्याङ्क गर्न थियो नि त। अनि मैले त्यस्तो डिटेलमा तिमीलाई पनि केही भनिनँ, यिनलाई भनिदिन्छन् कि भनेर। गाइजिनको फेस हेरौँ न बाँदरको। गाइज कमेन्ट है, बाँदरको कस्तो देखिएछ है। कमेन्ट है, बाँदरको कस्तो देखिएछ है। अर्जुन कस्तो लाग्यो, तिमीले एक्सेप्ट गरेको थियौ कि न यस्तो हुन्छ भनेर? गरेको थिएनौ नि। सो गाइज अनएक्सपेक्टेड हो नि त म भनेको त फेरि। ल हामी दुइटामा ओभरै होली कसलाई लागेको छ गाइज यसो कमेन्ट गरिदिनु होइन। अनि मैले यो प्लान अघि भर्खर सोचेको हेर। यसो अब यिनलाई प्र्याङ्क गर्न पऱ्यो भनेको। साइकल पनि सोल्टीले यता टक्क लाएर राखेर रहेछन्, केही छैन होइन। सो अब के गर्ने, कतातिर जाने अब। यस्तो जोगाड पारेर राखेको हेर न मैले क्यामेरामा, यस्तो थाहै पाउन्न भनेर। देखेको थियो होला न। क्यामेरा देख्दैनौ, आउने बित्तिकै देखिरहेको थियो, अझ देखेन अरे। क्यामेरै देखेनौ हो। विमल कता अन्त? तिनलाई नि प्र्याङ्क गर्ने। तर तिनी चाहिँ यिन जस्तो होइनन् क्या गाइज। हेलो भन्ने बित्तिकै आउनुहुन् क्या, तिनी अलि टाइम लाग्छ तिमीलाई। फ्यामिली तिमीको त्यस्तै छ होइन। कसरी एकचोटि तिमीलाई पनि बोलाऊँ होइन गाइज। अब भयो भने बोलाउने होइन। मैले चाहिँ त्यति साह्रो त लाएर होइन यार, मलाई त त्यति धेरै लाएर होइन दिएछौ, लगाइदिएन रहेछौ मलाई त। हाम्रो चाहिँ यता गाइज गमला समला पनि छ है। यसमा चाहिँ विभिन्न प्रकारको मैले फुलहरू रोपिदिएको छु। अब यो त पछि ठुलो भयो भने त बबाले हुन्छ। अनि यहाँ फोटोसुट हुनलाई चाहिँ हामीले यहाँ थरी थरीको फुलहरू रोपेछौँ। के त पैसा छैन क्या फोनमा त पैसा गर नि त। ए एकछिन, उहाँ किन सोच्ने
विमललाई किन सोच्ने सन्दीपलाई सोचौँ न तर तिन त बाटो अनि के क्यामेरा सेटअप देख्ने बित्तिकै बुझ्छन् के यस्तो माहौल पनि छ के गर्ने सन्दीपलाई कि विमललाई एउटालाई भन्ने नि ल पैसा छ कि नै मोबाइलमा ब्यालेन्स छ कि नै सो गाइज अब हाम्रो प्लान चाहिँ सन्दीपलाई हुनेछ है सो भिडियोमा बनिरहनु होला A few moments later. सो फाइनली गाइज सन्दीप पनि आइसक्यो अब लुक्न पर्ने हुन्छ मलाई के काम छैन पानी पनि मिस भयो सरप्दै आएको क्या अहिले यिनलाई पनि हेर त म घर नि लागेन टिका मात्रै लगाइदियो म भरि लगाइदिन्छु कि त्यस्तो हुँदैन लगाइदिनु म कस्तो पानी पनि मिस एउटा मात्रै नगरौ जीवन आऊ मान्छेलाई यस्तो गराइछ आउने बित्तिकै तिमीले पहिले कलर लाएर थियो अर्जुनलाई म नखेल्ने भनेर आएको थिएँ होइन टिका लाउ भन्छ लाउ यति सर्ट होइन म नि खेल्ने बजी खेल्थेँ म नि यिनी आएर भएकै खेलेर म यिनी पनि यिनी आएको भएरै खेलेको म पनि म त उस गर्ने होला के अरे कमेडी भिडियो बनाउन अब कमेडी भिडियो बनाइहाल्ने अब त्यो क्यामेरा एङ्गल म त त्यही मिलाएर राखेको होला भने साथीहरू अनएक्सपेक्ट हो कि के भन्छ यो केटाहरूले कस्तो सरप्राइज दिएको कि के दिएछन् सरोजले द मोन्स्टर भ्लग 07ले चाहिँ अनि बोलाए भिडियो बनाउने भनेर पुरा पानी बालिदियो झन् त छड्केलायो भएन यिनी क्यान्सल भयो यिनी त्यति मजा आएन अर्जुनको जस्तो अनि जस अब के यसमा म दुखी हुँ कि खुसी हुँ त होइन अब साथीले व्यस्त गरेपछि अनि अर्जुनलाई चाहिँ हेर्दैन सक्नुहुन्छ आज होलीको दिन पनि गाइज सबले कमेन्ट गर्नु होला अर्जुनको छोरा के सो फाइनल गाइज अब फेरि एउटा हामीले प्र्याङ्क गर्न लाग्छौँ सेम यस्तै होइन सेम यस्तै तर अघि चाहिँ सन्दीपलाई गरेको सन्दीपलाई गर्दा चाहिँ त्यति पर्फेक्ट भएन हाम्रो चाहिँ होइन यिनलाई जस्तो सो अब चाहिँ हामीले कल गरेर विमललाई बोलाएको छौँ यता इन्जोय गर्न आऊ भनेर होइन सो अब तिनलाई प्र्याङ्क गरौँ के कस्तो हुन्छ सो यो भिडियो चाहिँ प्र्याङ्क हुनेवाला छ गाइज होली कसरी मनाउनु पर्ने हुन्छ हामीले चाहिँ हजुरलाई बताउँछौँ नि यो भिडियोको थ्रु है सो सबैजनाले च्यानललाई सब्सक्राइब गर्नु भनेर सब्सक्राइब गर्नु होला यस्तै क्रेजी भिडियोहरू हेर्नको लागि होइन सो अहिले चाहिँ अब बन्दोबस्ततिर जाऊँ होइन सेम त्यही हो त्यो के भन्छ त्यसलाई बाल्टिङमा अबिर हाल्ने पानी हाल्ने घोलिदिने राखिदिने अनि अबिर हाल्ने अनि यिनलाई जस्तै यिनको अनुहार जस्तो आमामा यिनको अनुहार जस्तै तिनलाई पनि दलिदिने होइन कस्तो घरि गर्छ लास्टै कालो आउँछ क्या सो अब प्रोसेसमा जाऊँ तिमी चाहिँ स्कुलतिर आइसकेको छन् है गाइज 2000 years later. यस्तो रेडियोमा ड्याडीले दिनुहुन्छ भित्र हुने क्या यिनलाई किन लाग्यो बिचरा वेलकम पनि गर्दैन तिमी कसलाई खै तिनीहरू खै भित्र हुने क्या ओ भएन थाहै मलाई थाहै दाइँ गर्न हो कि बोलाएको ए भाइ तिमीले भेजा गरिदियो यार यो भ्लग यार त तर आइ टङ रहेछौ तिमी त थत आउ टिका लाउन बाटोमा त भएन भाइ कुड्दै बस्दै मलाई लगाइदेऊ
अब यो पानीमा पानी फाल्नुपर्छ माथि हेर्नु भनेर औ लौ आइज म ह्याप्पी होली भन्नु न फाइदा सन्नी सन्दीप घर गएन अघि नै आऊ तिमीले त्यतिकै त भनेको गएको छ होइन आदिन तिनी आएर हामीले के कन्टेन्ट बनाएर म मात्रै यार फसे पुगेन नि तिमी किन के भएर कलर त के ल केले लाइदिनु बन्द बन्द गरिदिनु गरिदिनु कपराट लगाएर नि झ्याउ हुन्छ ए त्यस्तो धेरै होइन कि दोस्त यहाँदेखि हामीले इनको गाइज प्लान यिनलाई गर्ने प्लान के भन्छ त्यसलाई अनसक्सेस भयो भाइ तिमीले नभन्न पर्ने हो के बालुवा धस्काओ क्या तिमीले नभन्न पर्ने हो त्यो साइकको यार छ झन् मैले उहाँ माथि पुगेको यार किन आउनु नभनेको त अनि हामी तिमीलाई माथि छतमा कुरिरहेको थियौँ लगाइज यिनलाई पनि हल्का थोरै प्राङ भइसक्यो कस्तो लाग्यो ठिकै छ आउँदिन भन्ने मान्छे चार आएको साइकलमा यिनले त हिँड्दै आउँदैछन् भनेर हामी छत माथि भएको मान्छे पनि तल झरेर अनि ल जाऊँ न त हामी गीत सित गाइदिउँ भनेर तल झरेको तिमी मुला आउन लागेको मान्छे पनि आउन भनेर जाम मुख धुम्ने आऊ के यता फोटो खिच सब व्यवस्था गरेर राखेको नि तिमीलाई भिडियो बनाउन यहाँ त कम्पेयर गरौँ त तिमीहरू दुइटालाई भाइले प्लान बिगारेको है अहिलेको अघिको सन्दीपले देखिहालेन् यहाँ उप त बाबा गाइज के को बाँदरको के देखेछ यसो कमेन्ट गरिदिउँ है तिमीले यो च्यानलमा भिडियो हालेनौ A1 बोइजमा तिमीलाई जस्तो भएन कि गाइज यार छ तिमीलाई जस्तो भएन ल गाइज अब प्लान अनसक्सेस भयो भने अब को खाइदिउँ ल उडाउ दोष लौ न यार गर्मीबाट आएको यस्तो झन् नुहाइदिउँ भनेको ल अर्जुन बाबु लौ पहिले फोन गरेको म नाङ्गे आइदिन्थेँ नि मलाई अनि के थाहा छ नि हामीलाई होइन यिनले भनेर अघि खासमा मैले त तिमीलाई नबोलाउने भनेको सन्दीपलाई प्र्याङ गर्ने भनेको खासमा सन्दीप पनि त्यही भएन अनि किन चिर भयो क्या अनि अरे तिमी आएको अघि नै आउनु पर्थ्यो कि ट्र्याक्टर स्याक्टर चलाउनु पर्थ्यो के को भिडियो देखिन्न सो गाइज आज चाहिँ हामीले अब अन्तिम दिन भन्ने चाहिँ पाकु पाण्डाको ऱ्याप सङ गाउन गइरहेको छौँ हामी दुइटाले होइन सो मेरो नाम चाहिँ सरोज मगर यिनको नाम विमल बराल है सो लेट्स सी रख त राम्रो छ यो गीत होइन लोकल भोइसमा कस्तो हुन्छ कमेन्ट गर्नु होला होइन कमेन्ट गाइज कमेन्ट म कुरा गर्छु तिम्रो त्यो हाम्रो अन्तिम दिनको सपना धेरै साँच्चै तर मात्र एकैछिनको सँगै साथमा हिँड्थ्यो सपना ठुलो तिम्रो सकिन पुरा गर्न हाम्रो माया नै भिडिङ्गो I'm sorry Maya I'm sorry ए आज म तिम्रो लागि दुई शब्द व्यक्त गर्छु मेरो नै गल्ती हो नभएको सपना पुरा गर्नु आकाशमा हेर्छु हाजुर्छु खसा तारा देख्छु नसोच्नु तिम्रो लागि हो न परोस् फेरि बेच्नु मनमा छ चाहन्न पीडा व्यक्त गर्नु किनकि आँसु झर्ने होइन आँसु देख्न पर्छ अन्जानमा पुगेछु म गलत ठाउँमा पाइला टेक्न जे भयो विगतमा आज आमाको मुस्कान हेर्छु जति त्यो माया त्यो थियो मनभित्र मरिगयो भुलाउनु कोसिस कति दिनहरू कल्पिरह्यो याद आउँदा त्यसरी बन्द कोठामा टर्पिरह्यो अर्ध छु मागमा छु बिन्दी छ मेरै गल्ती भयो मनमा छ चाहन्न पीडा व्यक्त गर्नु सपना बादलमा सँगै तारा गर्ने
साँचो सत्य माया बिग्छ भन्थे समय बदल्यो तिमी बदल्यो आज मनी बदले कुरा गर्छु तिम्रो त्यो हाम्रो अन्तिम दिनको सपना धेरै साँचो तर मात्र एकैछिनको सँगै साथमा हिँड्थ्यौ सपना ठुलो तिम्रो सकिन पुरा गर्न हाम्रो माया नै बिलिन भो म कुरा गर्छु तिम्रो त्यो हाम्रो अन्तिम दिनको सपना धेरै साँचो तर मात्र एकैछिनको सँगै साथमा हिँड्थ्यौ सपना ठुलो तिम्रो सकिन पुरा गर्न हाम्रो माया नै बिलिन भो सधैँभर खुसी बस यो मेरो प्रार्थना छ कसैलाई धोका नदेऊ एकसँग हात समात आकाशमा हेर हाम्रो कालो बादल कालो बाछ केही पनि लागेन हाम्रो मायामा आगो लाग्न बाँकी छ अझै बाँच्न सक्दिन हिम्मत हार्न टुक्रेको मुटुको त्यो पीडा मलाई मात्र थाहा छ नकुला उड्न पाछ चोरो एक ध्यानमा मात्र सक्दिन तिमी जस्तो कमल मलाई ढुङ्गा पार्न बारम्बार आमा बाबा साथी भाइले सम्झिरहेछ त्यो केटी बिर्सी अब सोच्दै कालो सपना मात्र हुनुहुन्छ गाह्रो थाहा छ कि अझै त्यसकै याद छ एकचोटि सम्झे आमा बाबु तेरो आशाबाट हुन नि हो परिवार बिर्सी तिमीलाई माया गर्थे पागलमा प्रेमी थिए सधैँ तिम्रो छाया बन्ने माया त्यो सासो मनले गरे त्यो खाल्टो खने त्यसैमा पुर्यो आज माया मेरो पागलपनले कुरा गर्छु तिम्रो त्यो हाम्रो अन्तिम दिनको सपना धेरै साँचो तर मात्र एकैछिनको सँगै साथमा हिँड्थ्यौ सपना ठुलो तिम्रो सकिन पुरा गर्न हाम्रो माया नै बिलिन भो म कुरा गर्छु तिम्रो त्यो हाम्रो अन्तिम दिनको सपना धेरै साँचो तर मात्र एकैछिनको सँगै साथमा हिँड्थ्यौ सपना ठुलो तिम्रो सकिन पुरा गर्न हाम्रो माया नै बिलिन भो ल ठिक छ सबैले सोच्ने आफ्नो बारे म त आफ्नो सोच्ने बारेको गलत पाइला चालेको माया त्यो दिलमा टालेको अब सँगै जास्ने इच्छा माया हारेको गल्ती तिम्रो होइन यो सब गल्ती मेरो हो तिमीलाई त्याग्न नसक्ने र मात्र माया धेरै भयो यो मन त निकै कमल हो आँसुसँगै अलग भयो तिमीलाई के मन पर्थ्यो र म त खाटे सडकको म कुरा गर्छु तिम्रो त्यो हाम्रो अन्तिम दिनको सपना धेरै साँचो तर मात्र एकैछिनको सँगै साथमा हिँड्थ्यौ सपना ठुलो तिम्रो सकिन पुरा गर्न हाम्रो माया नै बिलिन भो म कुरा गर्छु तिम्रो त्यो हाम्रो अन्तिम दिनको सपना धेरै साँचो तर मात्र एकैछिनको सँगै साथमा हिँड्थ्यौ सपना ठुलो तिम्रो सकिन पुरा गर्न हाम्रो माया नै बिलिन भो सो थ्याङ्क यू सो मच गाइज कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा दिनु होला यो चाहिँ हाम्रो एउटा जस्ट ट्राई मात्रै हो सो यस्तै यस्तै अब बिस्तारै बिस्तारै अब पछि पर्फेक्ट हुँदै गर्छौँ होइन अब बिट अनुसार पछि बिस्तारै बिस्तारै चल्दै जान्छौँ होइन सो आफ्नो प्रतिक्रिया दिनु होला यति भन्दै अब हामी तिनजना यहाँबाट बिदा हुन चाहन्छौँ हस्त नमस्कार जय नेपाल सो फाइनली गाइज म चाहिँ अब नुहाइधुवाइ गरेर चाहिँ हल्का रेडी पनि भइसकेँ होइन सो आजको भ्लग के कस्तो लागेको छ आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा दिनु होला र आज चाहिँ दरै प्र्याङ्क गरियो साथीहरूसित होइन कति सक्सेस कति अनसक्सेस भयो है सो सबैजनालाई आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा दिनु होला र च्यानलमा अझैसम्म सब्सक्राइब गर्नुभएन भने सब्सक्राइब गर्नु होला सो यति भन्दै आजको भ्लग एन्ड हुन चाहन्छु सो गाइज बाई बाई हेभ गुड डे फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ छिट्टै सो च्यानललाई सब्सक्राइब गर्नु होला जय नेपाल